हेलो साथीहरू, ल हेर्नुहोस् है, यो हाम्रो घरको बेन्टेम कुखुरा हो हैन। बेन्टेम भन्छ तर तराईतिर हुने कुखुरा हो कि। पाल्नलाई चाहिँ फेरि यति सजिलो हुन्छ यो कुखुराहरू। अरू कुखुरा जस्तो अब अलि हुन्छ नि, जता पाए त्यति जाने, अब भाग्ने जतासुकै जाने त्यस्तो हुन्छ। तर यिनीहरू चाहिँ त्यस्तै भाग्दैन कि, एकै ठाउँमा बसिरहेको छ। त्यस्तै धेरै दायाँ बायाँ हिँड्दैन यिनीहरू चाहिँ हैन। पाल्नलाई चाहिँ एकदम सजिलो कि। फेरि यिनीहरू यस्तो हुन्छ कि पहिला जति पनि सानो चल्लाहरूले खान्छ दाना है, अनि त्यसपछि बल्ल अनि ठुलोहरूले खान्छ। यहाँ पहिला चल्लाहरूले खान्छ हैन, अनि त्यसपछि अनि अरू ठुलोले चाहिँ पछि खान्छ कि। अब अरू कुखुरा भएको भए यो सानो चल्लाहरूलाई अब त्यो भालेहरूले त्यो माउहरूले ठुङ्गिहाल्थ्यो। अब हेर्नु न, यसको चाहिँ अब त्यस्तो गर्दैन कि। यति मिलेको हुन्छ हैन, मिलेर बस्छ यिनीहरू। खासै त्यस्तो झगडा पनि त्यस्तो गर्दैन कहिले काहीँ चाहिँ। यिनीहरू फेरि यस्तो भाले चाहिँ यस्तो जुत्छ कि फेरि यिनीहरू हैन, डेन्जर लडिदिन्छ त्यो बेलामा चाहिँ। फेरि यिनीहरू आफै भाले कहिले काहीँ चाहिँ लड्छ कि। त्यो बेला लड्यो भने फेरि यिनीहरू एउटा चाहिँ मर्छ भने धेरै उस हुन्छ नि त, घाइते हुन्छ, रगत भइसकेको हुन्छ। अनि त्यसपछि मरिदिन्छ क्या, बिरामी भएर मरिदिन्छ। फर्स्टमा मैले यो पाल्न मन लाग्यो, दुईटा मात्रै लिएर आएको है, भालेर पछि ल्याएको थियो। अहिले यति धेरै भइसक्यो, अझै कन्ट्रोल गर्दा पनि नभए यिनीहरूलाई कन्ट्रोल नगरेको भए त कति धेरै हुन्थ्यो। कति बिरामी भएर मऱ्यो, कति खाइयो होला, कति बेचियो। अब साइडबाट हेरिबसेको छ। अब यिनीहरू यो चल्लाहरूले खाइसक्यो भने बल्ल माउहरू खान्छ। यिनीहरू कहिले काहीँ चाहिँ डेन्जर जुत्दिन्छ फेरि। ल हेर्नुहोस् है, कसरी लडिदिन्छ। यिनीहरू खत्रै लडाइ हुन्छ फेरि। तपाईँहरूलाई यस्तो पाल्न मन लाग्यो भने चाहिँ यसो हामीलाई सम्झिनुहोस् है। मैले पनि एउटा भालेर पोथी मात्रै लिएर आएको थियो, अहिले कति धेरै भइसक्यो। यो चाहिँ हेर्दाखेरि राम्रो के, अब कुखुरा चाहिँ हेर्दा यति राम्रो लुक हुन्छ यसको हैन, यति राम्रो देखिन्छ यो। हेर्दाखेरि चाहिँ यस्तो राम्रो देखिन्छ कि, माया लाग्दो हुन्छ कुखुरा पनि। यिनीहरू हेर्दाखेरि यति ठुल्ठुलो भाले जस्तो देखिन्छ, तर यो धेरै ठुलो भयो भने अब भाले चाहिँ 1 किलो भन्दा धेरै हुँदैन के। धेरै भयो भने 1 किलो नभए त्यही हो, त्यस्तै हुन्छ। 1 किलो जस्तै हुन्छ, 800-900 ग्रामको हुन्छ पोथीहरू चाहिँ। भाले चाहिँ 1 किलो नै हुन्छ। यिनीहरू फेरि लडेको यति, यिनीहरू फेरि लड्न थाल्यो भने 2-3 दिनसम्म हारजित नभएसम्म लड्यो फेरि यिनीहरू। यिनीहरू यति लड्छ कि अब यो रातो छ नि, यो रातो तलकोले चाहिँ जितिसकेको छ कि यो सेतोलाई। यस कालो सेतो भएको चाहिँ हारेछ, अनि त्यही भएर त्यो हारेर पनि अझै लड्न खोजिरहेको। पसिना भएको हेर्नु लडेर यस्तो भिजिन्जेल पनि के लड्छ होला, यिनीहरूलाई के जोस हुन्छ होला है।